यो चाहिँ कोबेको स्विमिङ पुल हो, नेचुरल फ्रीमा। कसरी जाने भनेर म तपाईँहरूलाई देखाउँछु ल। सुरुमा चाहिँ ओसाका बस्दै हुनुहुन्छ भने ओसाका नाम्बा स्टेसनबाट कोबे सानोमिया हान्सिन लाइन चढ्नुपर्छ। त्यो चाहिँ डाइरेक्ट कोबे सानोमियामा पुग्छ। यहाँ मैले छोटो फोटो राखेको छु ल। म भिडियोमा भन्छु है त। हामी अब जानेछौँ कोबे। सानोमिया स्टेसन, वी आर हियर। ल यो चाहिँ हाम्रो माइक। के छ भाइ, ठिक छ? हेलो सर, के छ तपाईँलाई? के छ तपाईँको खबरहरू सधैँ हुनुहुन्छ? भन्नुहोस् न। अब सानोमिया स्टेसनबाट निस्किएपछि चाहिँ 15 मिनट जति सिनकोबे भन्ने स्टेसनतिर हिँडेर जानुपर्छ। अनि यो स्टेसनको मुनिबाट चाहिँ स्विमिङ गर्ने ठाउँ छ है। हामी चाहिँ खाजासाजा किनेर खाँदै एकदम भोक लागेको भएर हिँड्दै जाँदैछौँ ल। यसरी जाने अनि तपाईँहरूले यो क्रस गर्नुपर्छ। यो क्रसिङमा क्रस गर्ने है। अनि फाइनली तपाईँ चाहिँ यो मुनि छ है पौडी। यो भित्रबाट जाने अनि अन्डरग्राउन्डबाट यसरी यहाँबाट चाहिँ एउटा उँभो जाने बाटो छ। उँभो छ होइन, हामी चाहिँ यता जानुपर्छ। ए पौडी चाहिँ गाइस हामी चाहिँ खाजा खायो यहाँनिर। पौडी खाने हो। र यो चाहिँ कोबे हाम्रो ओसाकाको छिमेकी ठाउँ। त्यसो आज धेरै दिनपछि कोबेतिर भिजिटको लागि आइएको थियो, त्यही अब स्विमिङको लागि। अब हामी चाहिँ स्विमिङ सकेर फर्किँदैछौँ। अनि एउटा विशेष कुरा चाहिँ यदि कसैलाई पियानो स्टेसन कोबेको विशेष टावर है। अनि यो चाहिँ कोबेको टावर हो। यो यहाँबाट केबल कार पनि चलाउन सक्छौँ। यो चाहिँ कोबे बिफ, गाईको मासु। कोबेको बिफ चाहिँ एकदम फेमस छ। अनि क्योटोको बोटानिको। अनि त्यही भएर यो चाहिँ बाटोमा फोटो देखेर एकदम मिठो छ अरे। मैले पनि खाएको त छु।
अब चाहिँ हामी फर्किँदैछौँ। केटाहरू गीत गाउँदै थियो, मलाई चाहिँ खासै आउँदैन। त्यही चाहिँ त्यसो रमाइलो गरेर अब फर्किँदैछौँ। रमाइलो भयो हामी चाहिँ अहिले स्विमिङ खेलेर फर्किने अवस्थामा छौँ। अब सबैजना रमाइलोसँगले गरेर जानेछौँ होइन। सबैजना धन्यवाद छ। आजको लागि धेरै धन्यवाद छ, हेरिदिनु भएकोमा। हस् त, धन्यवाद।